हाई एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ नि डोसा बनाऊँ है त। डोसा मलाई चाहिँ एकदमै मनपर्छ। डोसा साउथ इन्डियन फुड एकदमै मनपर्छ। सो फर्स्ट टाइम चाहिँ मैले ट्राई गर्दैछु घरमै डोसा प्लस कोकोनट चटनी बनाउनलाई। सो एकदमै राम्रो बनेको छ सेप। सो यो मेरो फर्स्ट डोसा हो। फर्स्ट टाइम ट्राई गरेको मैले घरमा चाहिँ डोसा बनाउनलाई। एकदमै राम्रो बनेको छ, पर्फेक्ट। वाउ, डोसा भेरी नाइस डोसा। सो अब हामी चटनी बनाउन तर्फ लागौँ। सो चटनी कोकोनट चटनी बनाउन लागिरहेको छु मैले। सो देखिहाल्नु भयो मैले के सामान युज गरेको छु चटनीको लागि भनेर। सो सबैलाई मिक्स गरेर मैले चाहिँ नि ग्राइन्ड गरिदिएँ। अब यसमा चाहिँ नि यतिको थिकनेस भयो भने चाहिँ नि एकदमै राम्रो हुन्छ चटनी खाना, डोसा खानको लागि। सो एकदमै राम्रो छ। अब तड्का मारौँ यसमा मेथी, चिल्ली, करी पत्ता तड्का। वाउ, सुपर चटनी, एकदमै डिलिसियस, एकदमै राम्रो बनेको छ र एकदमै मिठो पनि हुन्छ यो चटनी। मैले यो चटनी पनि फर्स्ट टाइम नै ट्राई गरेको हो बनाउनको लागि चाहिँ नि। सो खाना चाहिँ पहिला पनि ट्राई गरेको थिएँ। तो रेडी मेरो नास्ता डोसा विथ कोकोनट चटनी। वाह।